अनि यसको के भन्छ ढले खोला पानी होइन हामी सबै नै अघि गएको छ आफ्नो 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 कलेज भनेर अब यही कलेजमा पढायो हो त्यो कति वर्ष पढाउने यसमा हजुर यही कलेजमा हो युनिभर्सिटी अफ तास्मानिया होबार्ड युनिभर्सिटी अफ तास्मानिया होबार्डमा होबार्डको कलेज यस्तो रहेछ कलेजमा यस्तो छ है हामी होबार्ड सिटीभन्दा माथि माउन्ट वालिङ्टनमा चाहिँ आइरहेछ यस्तो छ माउन्ट वालिङ्टनमा एकदम हावाहुरी लगाइरहेछ खुसु लगाइरहेछ यस्तो टन्नाटन केही देखिँदैन यहाँबाट होबार्ड सिटी मजाले देखिन्थ्यो त्यसको भ्यू पनि राम्रोसँगले देखिन्थ्यो अब यहाँ यस्तो छ एकदम चिसो यहाँ त अब अहिले यहाँ चाहिँ खास गरी अहिले त यहाँ गरिमको महिना हो तै पनि यहाँ खुलेको छैन होबार्डको माउन्ट ड्युमा चाहिँ माउन्ट वालिङ्टनमा चाहिँ माउन्ट वालिङ्टनमा यस्तो छ माउन्ट वालिङ्टनको अवस्था यहाँ यस्तो छ अलिकति उयो छ योभन्दा माथि छैन यहाँबाट एकदमै उचाइ मजाले तल होबार्ड मजाले देखिन्थ्यो आज के समयले गयो के गर्यो अब देखाएन यतिकै यताभित्र त्यो तासेर गर्नु पऱ्यो ऊ गाडी आएको सो राखिदिनु होला के भन्छ त्यो नमस्ते अहिले हामी माउन्ट वालिङ्टनमा आएका छौँ र अहिले यो समुद्र दुईवटा उता र यता देखिया छ यो सबै होबार्ड सिटी हो यो तलको सबै यो सबैलाई होबार्ड सिटी भन्छ होबार्ड सिटी यति विशाल फैलिएको छ समुद्र यहाँदेखि उदेखिसम्म आइरहेको छ यसको बारेमा के थाहा छ कि अहिले हामी चाहिँ होबार्डको माउन्ट वालिङ्टन भन्नेमा छौँ होबार्ड सिटीबाट आधी घन्टा ड्राइभ हाइटमा यो चाहिँ एउटा माउन्टेन जस्तै हो यहाँबाट पुरै सिनहरू देख्न सकिन्छ होबार्डको आज हल्का वेदरले गर्दाखेरि चाहिँ हामी टपमा हेर्न नसकेर अलिक तलपट्टि आइरहेका छौँ अनि वेदर त्यति राम्रो नभए पनि घुम्न रमाइलो छ तपाईँहरू कस्तो इन्जोय गर्नुभएको छ कस्तो लागिरहेछ तपाईँहरूलाई हामीलाई राम्रो लागिरहेको छ हामीसँग ग्रुप छौँ हामीहरू एकदम सुन्दर रहेछ यहाँबाट धेरै सुन्दर अहिले हामी होबार्ड सिटीभन्दा माथि माउन्ट वालिङ्टनमा चाहिँ आइरहेछ यस्तो छ माउन्ट वालिङ्टनमा एकदम हावाहुरी लगाइरहेछ खुसु लगाइरहेछ यस्तो टन्नाटन केही देखिँदैन यहाँबाट होबार्ड सिटी मजाले देखिन्थ्यो त्यसको भ्यू पनि राम्रोसँगले देखिन्थ्यो अब यहाँ यस्तो छ एकदम चिसो यहाँ त अब अहिले यहाँ चाहिँ खास गरी अहिले त यहाँ गरिमको महिना हो तै पनि यहाँ खुलेको छैन होबार्डको माउन्ट ड्युमा चाहिँ माउन्ट वालिङ्टनमा चाहिँ माउन्ट वालिङ्टनमा यस्तो छ माउन्ट वालिङ्टनको अवस्था यहाँ यस्तो छ अलिकति उयो छ योभन्दा माथि छैन यहाँबाट एकदमै उचाइ मजाले तल होबार्ड मजाले देखिन्थ्यो आज के समयले गयो के गर्यो अब देखाएन यतिकै यताभित्र त्यो तासेर गर्नु पऱ्यो ऊ गाडी आएको सो राखिदिनु होला के भन्छ त्यो
कस्तो हेर्दो रहेछ बनाउँछ कसमा ममता छ जिन्दगी एउटा पुल रहेछ Alo đâu? Hơi gần đây. Bor de à? Lo. Ơi. No. केही शब्द तिमीको र सङ्गीतमा भरिदिउँला केही पाइला तिमी चल्नु जङ्घारमा परिदिउँला मेरो त्यो वाक्य हो जसको अन्त्य छैन त्यसैले त यो मन अन्त गएन तिमी बाहेक कसैको भएन त्यो बादलमाथि तिमीसँगै हराउन चाहन्छु म त्यो कल्पनाको संसारमा रमाउन चाहन्छु म हाम्रो प्रेमको दियोलाई सधैँ सधैँ जगाउन चाहन्छु म तिमी नै सास तिमी नै आशा मेरो जिन्दगीको तिमी सहारा तिमी किनारा मेरो जिन्दगीको
तास्मानियाको बोटानिकल गार्डनमा यस्तो छ। यति राम्रो सुन्दर रहेछ, स्वर्गीय आनन्द मिल्ने रहेछ। यहाँ हाँसहरू पनि खेलिरहेछ। तास्मानियाको बोटानिकल गार्डनमा निकै रमणीय छ यो ठाउँ, हेर्न लायक छ र आउनु होला, रमणीय छ।